अब मलाई चाहिँ सुरुदेखि नै 23 गते नै छरा लागेको थियो नगरपालिका अगाडि। अपिल पत्र बुझाउन जाँदा पनि उहाँहरूलाई छिर्न दिएन भित्र। प्रहरी फोर्स लगाएर धक्कामुक्की सहित उहाँहरूलाई बाहिर निकालियो। अब त्यो हेर्दै गर्दाखेरि चाहिँ तपाईले भने जस्तो विकल्पमा चाहिँ के देखिन्छ भन्दा उहाँहरूको विकल्प चुनावै जस्तो देखिन्छ। भोलिको दिनमा दल आइसक्दाखेरि हामी पनि अब ट्याकल गर्नलाई त एउटा दल त चाहियो नि त। दलको विरुद्ध दल जस्तै गएर हामी अब हिरालाई हिराले नै काट्छ भने जस्तै गरेर हामी अगाडि बढ्नुपर्छ भोलिको दिनमा भनेर चाहिँ यो पार्टीलाई म समर्थन गर्न चाहन्छु। अब यो अहिले बनेको सरकार भनेको जेनजीको नै हो, किनभने हिजोको दिनमा जुन आन्दोलन भयो त्यसमा शहीद र घाइतेहरूको रगतमा टेकेर बनेको सरकार हो। यो चाहिँ जेनजीको सरकार होइन भन्न मिल्दैन। तर प्रत्यक्ष प्रणाली, शून्य भ्रष्टाचार, इमानदार राजनीति, राष्ट्रिय परिवर्तन पार्टी। नमस्कार, म स्मिता। देशमा भइरहेको भ्रष्टाचार अन्त्य होस्, देशलाई भ्रष्टाचार युक्त होइन भ्रष्टाचार मुक्त बनाउनु पर्छ। सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध हटोस्, किनभने अहिले हरेक मानिसको जीवन पेसा व्यवसायसँग सामाजिक सञ्जाल जोडिएको छ भनी देशको सुनौलो भविष्यको लागि आवाज उठाउँदा उल्टै राज्यले बदलामा गोली प्रहार गर्यो र कैयौं घाइते भए। 76 जनाभन्दा बढी शहीद हुनु पुग्नुभयो र त्यही घाइतेहरूमध्ये आज हामीसँग एकजना घाइते साथी हुनुहुन्छ जसको शरीरमा गोलीका छर्राहरू गाडिन पुग्यो र अहिले पनि अझै उहाँले आफ्नो शरीरमा गोलीको छर्राहरू लिएर हिँडिराख्नु भएको छ। उहाँको केही अनुभवबारे भोगाइबारे हामी यहाँ खोलेर कुरा गर्नेछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। हस्त, धन्यवाद। हजुरको छोटो परिचय दिनुहोस् न। मेरो नाम चाहिँ भूपेन्द्र खड्का। म चाहिँ दमक 3 बाट गत 23 र 24 गतेको आन्दोलनमा म पनि घाइते हुन पुगेको थिएँ। अब मलाई चाहिँ सुरुदेखि नै 23 गते नै छरा लागेको थियो नगरपालिका अगाडि। अब छरा लाग्ने बित्तिकै लाइफलाइनबाट तत्काल रिफर गरियो गोपासम्म। त्यो जाने क्रमसम्म अब मेरो चाहिँ अलिक क्रिटिकल ठाउँमा लाइक नेक र यो जुन यो जलाइन भएको हुन्छ यता लागेको थियो र सोइलिङ भएको थियो र लाइफलाइनमा नसक्ने भएर इमर्जेन्सी रिफर गरेर म धरान गएको थिएँ र त्यहाँ मेरो उपचार क्रममा म 3-4 दिन गोपा क्याम्प नै बसेँ। अनि त्यो क्रममा सहजै भयो भनौँ न। सुरु दिन जसोतसो कटाइयो, दुःख पीडा हल्का बोक्दै। त्यसपछि औषधिहरू लाउँदै गएपछि अलि सुधारहरू आउँदै गयो भनौँ। हजुर आन्दोलनमा कसरी सहभागी हुनुभयो? म चाहिँ अब यो सोसल मिडिया ब्यान, सबै प्लेटफर्म ब्यान भइसकेपछि टिकटकमा अगाडिदेखि एउटा ट्रेन्ड चाहिँ चलिरहेको थियो। जुन नेताको ट्रेन्ड चलिरहेको थियो, नेपो किड्स भन्ने ट्रेन्ड चलिरहेको थियो। त्यसमा त्यो हेर्दै जाँदा मलाई पनि केही हदसम्म सही लागेको थियो। कसरी चाहिँ उहाँहरू त्यस्तो हुन सक्नुहुन्छ, अब हामी चाहिँ कसरी हैन, गरिबहरू गरिब नै भइरहेछ हैन, धनीहरू धनी त्यो कसरी भयो भने बुझ्दै जाँदाखेरि केही समय पछाडि सबै प्लेटफर्महरू बन्द हुन थाल्यो र टिकटक मात्र एउटा प्लेटफर्म बाँकी थियो। अनि त्यसमा चाहिँ क्रमशः एउटा प्रोटेस्टको घोषणा जस्तो हुँदै गर्दाखेरि मैले पनि अब सबै युथहरू बाटोमा एउटा सामूहिक आवाज लिएर उत्रिँदै गर्दा म पनि त्यहाँ सामेल हुन मन लागेको थियो। त्यसै क्रममा म दमक कस्तो तरिकाको चाहिँ अब प्रदर्शन हुँदै रहेछ भनेर म हेर्नको लागि सहभागी हुन गएको थिएँ। अनि त्यो क्रममा हामी दमकको आकाशे पुल हुँदै नगरपालिकातर्फ गयौँ। दमकको आकाशे पुलमा हामी सुरुमा भेला भयौँ भनौँ न। युथहरू सबै मेरो एजको देखेपछि मलाई पनि अब जोससँग जाग्यो। अब आवाजै उठाउँदैमा त के नै चाहिँ हुन्छ र, आवाज उठाउनु त पाइन्छ, स्वतन्त्र, त्यो त आफ्नो हकितकै कुरा हो भनेर हामी पनि गयौँ। आवाज उठाउँदै क्रममा नगरपालिका अगाडि गइसक्दा चाहिँ अब पुलिसहरूसँग प्रशासनहरूसँग केही तनावग्रस्त अवस्था आयो दुईतर्फबाट। अब उहाँहरूले पनि फायरिङहरू गर्नुभयो नगरपालिकाभित्रबाट। त्यो क्रममा म चाहिँ बाहिरै फुटपाथ साइडतिर उभि नै रहेको थिएँ। त्यही क्रममा पुलिस प्रशासनको 4-5 जनाहरू ग्रुपमा आएर त्यो सुट गर्दाखेरि पनि मैले हेरि नै रहेको थिएँ। उहाँहरूले गन रिलोड गरेको लोड गरेको हेरिरहेको थिएँ, फेस टु फेस भइरहेको थियो। त्यो क्रममा पनि म भागिनँ, किनभने एउटा आवाज उठाउँदैमा त सरकारले त्यो तरिकाको दमन त गर्छ भनेर मैले सोचेको थिइनँ। तर त्यो हेर्दै नै अब मलाई गोली भन्दा छरा लाग्यो 27 वटा। अनि त्यही क्रममा सुरुमा त मलाई फिल पनि भएन त्यो लाग्दाखेरि। अनि लागिसक्यो जब ब्लडहरू
झर्न थाल्यो। अनि त्यसपछि चाहिँ त्यसबाट चाहिँ फिल भयो मलाई नै लागेको रहेछ भनेर। अनि त्यसपछि केही साथीहरूले मलाई पक्रेर लाइफलाइनसम्म लानुभयो। त्यसपछि म धरान रिफर भएँ। ए हजुर, अब आन्दोलन भएको पनि 2 महिना जति भइसक्यो होइन। अब कतिपय हाम्रो मागहरू अझै पनि पुरा भएको छैन। अब यो सरकार जुन अन्तरिम सरकार छ, यो सरकारबाट हजुर कतिको अझै पनि आशावादी हुनुहुन्छ अबको दिनमा हाम्रो मागहरू पुरा गरिदिनुहुन्छ भन्ने कुरामा चाहिँ? यो जुन अहिले बनेको अन्तरिम सरकार छ, यो 50 जना शहीद र 2500 भन्दा धेरै घाइतेहरूको रगतमा टेकेर बनेको अन्तरिम सरकार हो। यसमा आशा त थियो। आशा केमा पनि थियो भन्दा देशको पहिलो महिला प्रधानमन्त्री एउटा आमा देशमा आइसक्दा आशा चाहिँ मलाई धेरै नै लागेको थियो। अब चाहिँ यो अन्तरिम सरकार भनौँ न आमै जस्तो हो। अब एउटा महिला प्रधानमन्त्री पहिलो देशमा भइसक्दा धेरै आशा लागेको थियो। अब चाहिँ सुनवाई हुन्छ होला, अब चाहिँ केही राम्रो हुन्छ होला भन्ने आशा चाहिँ धेरै लागेको थियो। तर यो 2 महिना बितिसक्दा जे कुराहरू देख्दै सुन्दै आइयो त्यसमा चाहिँ अब चाहिँ आशाहरू अलि मर्दै नै गएको छ भनौँ। अहिलेको सरकारमाथि आशा छैन भनिराख्नु भएको छ। खासमा चाहिँ अहिलेको सरकार कसको हो त? कसैले भनिरहेको छ यो जेएनजीको सरकार हो, कसैले होइन भनिरहेको छ, कसैले चाहिँ कसैबाट परिचालित सरकार हो भनिरहेको छ। हजुरले चाहिँ के भनेर बुझ्नुहुन्छ? कसको सरकार हो भनेर बुझ्नुहुन्छ अहिलेको अन्तरिम सरकारलाई चाहिँ? अब यो अहिले बनेको सरकार भनेको जेएनजीको नै हो। किनभने हिजोको दिनमा जुन आन्दोलन भयो त्यसमा शहीद र घाइतेहरूको रगतमा टेकेर बनेको सरकार हो। यो चाहिँ जेएनजीकै सरकार होइन भन्न मिल्दैन। तर गत समयमा जुन तरिकाको उहाँहरूले कार्यहरू गरिरहनु भएको छ, देखाइरहनु भएको छ, त्यो हेर्दा चाहिँ कतै जेएनजीको सरकार होइन कि भन्ने आशंका पनि लाग्ने। किनभने उहाँ जेएनजीको सरकार हो भने त हिजो जेएनजीहरूले बाटोमा के माग लिएर गएको थियो त? त्यो त सम्बोधन उहाँहरूले फर्स्ट प्रायोरिटी दिएर गर्नुपर्ने हो नि त। त्यो प्रायोरिटी छैन, त्यो प्रायोरिटी दिएको छैन जेएनजीको मागहरूलाई। त्यो देखिरहँदा चाहिँ कतै जेएनजीको सरकार होइन कि भन्ने लागिरहेको। र पछिल्लो समयमा जुन सोसल मिडियामा हामी देखिरहेको छौँ जेएनजी अगुवाईहरूलाई या जेएनजी साथीहरूलाई भनौँ, जुन तरिकाको उहाँहरूले कार्यहरू गरिरहनु भएको छ उहाँमाथि, जो दमन टाइपकै भनौँ न, दमन जस्तै पुलिस फोर्सहरू युज गरेर दबाउन खोजे जस्तै गरिरहनु भएको छ। त्यो देख्दा चाहिँ कतै जेएनजीको सरकार होइन कि भन्ने नै आशंका लाग्ने। अनि अहिलेको अवस्था चाहिँ ठ्याक्कै कस्तो छ भन्दाखेरि एउटा आमाले सन्तानलाई जन्म दिइसकेपछि छोडिदिए जस्तो क्या। जस्तै उहाँलाई लालन पालन उहाँको परवरिश नगरी छोडिदिए जस्तो। अब त्यो बच्चाले त्यो आमालाई नस्वीकार्न सक्छ, न त त्याग्न नै सक्छ। नस्वीकार्न सक्छ, न त त्याग्न नै सक्छ। र यही अवस्था भइरहेछ क्या जेएनजी र सरकार बिच चाहिँ। तपाईँ आफै घाइते हुनुहुन्छ, तपाईँ त हिँडिरहनु भएको छ। कति प्राय घाइतेहरू त अस्पतालमा लडिराख्नु भएको छ। कतिले आँखा गुमाउनु भयो। त्यो आँखा गुमाउनु हुने उहाँको त अब जिन्दगी अन्धकारै हुनुभयो नि त। अब जिन्दगीभरि उहाँले त संसार निहाल्नु पाउनुहुन्न नि त। उहाँको लागि त अब सारा जिन्दगी अन्धकार नै हुने भयो। कतिले खुट्टा गुमाउनु भयो। उहाँले कल्पना पनि गर्नुभएको थिएन होला खुट्टा गुमाउँछु भनेर। उहाँको जिन्दगी जसरी पहिला सहजतापूर्वक बितिरहेको थियो, अब खुट्टा गुमाएपछि धेरै नै गाह्रो हुन्छ उहाँलाई होइन जिन्दगी जिउनका लागि। त्यस्तो भइरहेको छ। हजुर स्वयं आफू पनि गोलीको छर्रा शरीरमा बोकेर हिँडिरहनु भएको छ। आज पो केही नहोला, भोलिको दिनमा दिन अनुदिन अब समस्या पनि बढ्दै जान्छ। मनमा त्यस्तो प्रकारको आशंका बोकेर हिँड्नु धेरै नै गाह्रो हुन्छ होइन। अब फेरि हामी अब पछि हट्ने कुरा पनि आउँदैन। हामी एउटा देशलाई परिवर्तन गर्नुपर्छ, देशमा सुशासन ल्याउनुपर्छ, देशको लागि राम्रो गर्नुपर्छ भनेर अघि बढेको युवाहरू हौँ हामी। अब यो सरकारसँग पनि आश छैन। अब हाम्रो मागहरू पनि पुरा गरिदिँदैन यो सरकारले भने। अब विकल्पमा चाहिँ हामीले के खोज्ने त? अब विकल्प चाहिँ के छ त? हजुरलाई के लाग्छ? तपाईँले अब यसको विकल्प सोधिरहँदाखेरि चाहिँ यसको विकल्प भन्दा पनि हामीले चाहिँ सकेसम्म हाम्रो जुन माग थियो हिजो त्यसलाई चाहिँ यही सरकारबाट सम्बोधन गराउने कोसिस, अथवा भनौँ न सरकारले सम्बोधन नै गर्नुपर्छ हाम्रो मागलाई भन्ने चाहिँ हाम्रो चाहना हो। विकल्पलाई चाहिँ नराखिकन हाम्रो जुन माग थियो हिजो सडकमा त्यो चाहिँ यही सरकारले नै पुरा गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहना हो। विकल्प चाहिँ छैन। तर अब हिजोको समय अब 2 महिना बेसी बितिसक्यो नि त। त्यो बित्दै गर्दाखेरि सरकारको यसो अब उहाँहरूको कार्यविधिहरू हेर्दा पनि अब रिसेन्टली तपाईँले सोसल मिडियाहरूतिर पनि देख्नुभयो होला जेएनजी अगुवाईहरूलाई प्रहरी
फोर्स लगाएर धक्कामुक्की गरेर अपिल पत्र बुझाउन जाँदाखेरि पनि एउटा माग सम्बोधन गराउन जाँदा अपिल पत्र बुझाउन जाँदा पनि उहाँहरूलाई छिर्न दिएन भित्र। प्रहरी फोर्स लगाएर धक्कामुक्कीसहित उहाँहरूलाई बाहिर निकालियो। त्यो हेर्दै गर्दाखेरि चाहिँ तपाईँले भने जस्तो विकल्पमा चाहिँ के देखिन्छ भन्दा उहाँहरूको विकल्प चुनावै जस्तो देखिन्छ। दलहरू पुरानै दलहरू फर्किने जस्तो देखिन्छ। अब यो पुरानो दलहरू फर्किसक्दा त हामी अब चुप लाएर बस्नु भएन। हिजो पनि हामी सडकमा उत्रेकै हो एकजुट भएर। अब यो नयाँ अब चुनाव नै विकल्प हो भने चाहिँ मैले पनि अब यसमा विचार गरिरहँदाखेरि चाहिँ हाम्रो घाइते दाइ राजेश पोर्तेल दाइले खोलेको राष्ट्रिय परिवर्तन पार्टीमा चाहिँ म समर्थक गराउन चाहन्छु। किनभने विकल्पमा अब भोलिको दिनमा दल आइसक्दाखेरि हामी पनि अब ट्याकल गर्नलाई त एउटा दल त चाहियो नि त। दलको विरुद्ध दल जस्तै गएर हामी अब हिराले नै काट्छ भने जस्तै गरेर हामी अगाडि बढ्नुपर्छ भोलिको दिनमा भनेर चाहिँ यो पार्टीलाई म समर्थन गर्न चाहन्छु। जुन हजुरले राष्ट्रिय परिवर्तन पार्टीको नाम लिइरहनु भएको छ, म राष्ट्रिय परिवर्तन पार्टीको समर्थक पनि हुँ भनिराख्नु भएको छ। स्वयं म आफू पनि राष्ट्रिय परिवर्तन पार्टीको समर्थक हुँ। त मेरो आफ्नै कारणहरू छन्। तर पनि यति धेरै पार्टी अहिले खुलिरहेको छ होइन, यता पनि पार्टी उता पनि पार्टी भइरहँदै पनि जेनजीले खोलेको पार्टी रहँदै पनि हजुरले किन राष्ट्रिय परिवर्तन पार्टीलाई नै चुज गर्नुभयो? के विशेष छ त राष्ट्रिय परिवर्तन पार्टीमा चाहिँ? अब राष्ट्रिय परिवर्तन पार्टी नै चाहिँ किनभने यो पार्टीको अध्यक्षतामा चाहिँ हाम्रो जेनजी आन्दोलनमा घाइते हुनुभएको राजेश पोर्तेल दाइ नै हुनुहुन्छ अध्यक्षतामा। र यो पार्टी नै चाहिँ किन भन्दा अब यो पार्टीमा चाहिँ अब सम्पूर्ण घाइतेहरू र शहीद परिवारहरू पनि जोडिनु भएको छ। त्यसैले पनि अब जो पीडित हुनुहुन्छ उहाँ नै अब न्यायको लागि लड्नु हुँदैछ भने म पनि स्वयं घाइते, म चाहिँ किन पछाडि हट्नु हैन? म पनि त यो पार्टीमा जोडिनुपर्छ, मैले पनि त्यो पार्टीलाई समर्थक गर्नुपर्छ भनेर चाहिँ म अगाडि बढेको, यो पार्टीलाई समर्थक गरेर बढेको। र अब यो पार्टीमा घाइते र शहीद परिवारहरू मात्र नभएर नेपालमा परिवर्तन चाहनेहरू र नेपाललाई अघि बढाउने अघि लाने मान्छेहरू जो हुनुहुन्छ, जो अग्रजहरू हुनुहुन्छ, जो विद्वानहरू हुनुहुन्छ, उहाँहरू पनि यो पार्टीमा जोडिनु न म यहाँबाट आह्वान गर्न चाहन्छु। जुन धरानमा प्रोग्राम भयो जेनजी युनाइटेड मुभमेन्ट फर परिवर्तनको ठुलो प्रोग्राम भएको थियो, त्यहाँनिर हाम्रो राजेश पोर्तेल दाइले राष्ट्रिय परिवर्तन पार्टी घोषणा गरिरहनु हुँदा त्यहाँ हजुर पनि देखा पर्नु भएको थियो। हजुर पनि के अब राजनीतिकमा हुमिनु हुने नै हो त कि हजुरको राजनीतिप्रति चाहिँ कस्तो खालको धारणा छ? मेरो विचारमा राजनीति भनेको देशको मूल नीति हो। अब देशलाई कसरी अगाडि बढाउने, देशलाई आर्थिक रूपमा होस् या विकासको बाटोमा होस्, कसरी हामीले अगाडि बढाउन सक्छौँ, यो चाहिँ राजनीतिले प्रमुख भूमिका खेल्छ यसमा। र त्यसैले तपाईँ हामी जस्तो युवाहरू चाहिँ अब राजनीतिमा सक्रिय हुनुपर्छ, सक्रिय भएर अगाडि बढ्नुपर्छ। त्यसले गर्दाखेरि मैले चाहिँ यो राष्ट्रिय परिवर्तन पार्टीलाई चाहिँ अँगालेर अगाडि बढेको हो। अँगालेर अगाडि बढिरहँदाखेरि अब मेरो भूमिका भोलिको दिनमा प्रत्यक्ष रूपमा होस् या अप्रत्यक्ष रूपमा होस्, जे हुन्छ म त्यो भूमिका निर्वाह गर्न चाहन्छु। र अन्त्यमा अब जाँदै हाम्रो दर्शक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? अबको आउने दिनमा चाहिँ हामीले अब यो राष्ट्रिय परिवर्तन पार्टीलाई चाहिँ समर्थन गरेर अगाडि बढ्नुपर्छ। घाइते र शहीद परिवार मात्र नभएर नेपालमा परिवर्तन चाहनेहरू जति पनि नेपालीहरू हुनुहुन्छ र नेपाललाई अघि बढेको हेर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ यो पार्टीमा समर्थक। हस्, धन्यवाद। आज हामीसँग जेनजी आन्दोलनमा घाइते हाम्रो साथी भूपेन्द्र खड्का हुनुहुन्थ्यो र आउने दिनहरूमा अझै पनि हाम्रा जेनजी साथीहरूको विचार धारणाहरू पक्कै पनि हामी सुन्ने नै छौँ र हजुरहरूलाई उहाँहरूको धारणा विचारहरू कस्तो लागिरहेको छ प्रतिक्रिया पनि दिनुहोला भन्दै आजको लागि यतिमै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।